यो कुर्सीहरू खाली छ, आधीभन्दा धेरै कुर्सी खाली छ। यसरी तपाईँको अनुपस्थित हुने सांसदहरूलाई के कारवाही गर्नुपर्ने हो त्यो अनुसारको कारवाही गर्नुहोस्। यहाँ हामी चाहिँ आधा दिनभरि बसिराख्नुपर्ने, अरू चाहिँ नबस्दा पनि हुने भनेदेखि हामी पनि तपाईँको चाहिँ यहाँ बसिराख्न होइन उचित ठान्दिनँ। म पनि त एउटा दलको नेता हुँ, म पनि अहिले लागेँ, किनभने यो लाइन सबै खाली छ, नआउनु पर्ने नबस्नु पर्ने रहेछ। तपाईँले जे गर्नुपर्ने गर्नु होला। शुभ दिन। मैले बैठकको प्रारम्भमै एउटा जानकारी गराएको थिएँ। 15 नम्बर 2 मान्य सदस्य, मेरो ध्यानाकर्षण भएर सचिवालयमा मैले कुरा राखिसकेको छु, बस्नुहोस्। मेरो ध्यानाकर्षण भएको छ, सचिवालयमा कुरा राखिसकेको छु। राख्न चाहन्छु भने अर्को कुरा के राख्न चाहन्छु भने मान्य सदस्य, मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन। ठिक छ, म केही कुरा राख्न चाहन्छु। यो के समय हो? आकस्मिक समय हो कि शून्य समय हो कि विशेष समय हो कि? आकस्मिक समय माग्नु होइन मान्य सदस्यले समय माग्दाखेरि मैले दिनुपर्ने समय म दिन्छु। अहिले बस्नुहोस्। आकस्मिक समयमा माग्न चाहन्छु। के विषयमा आकस्मिक समय मान्य सदस्य? यो मन्त्री परिषदको कुरा छ। यो मन्त्री परिषदको पूर्ण मान्य सदस्य, मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन। मन्त्री परिषदको पूर्णता तुरुन्त गरियोस्। प्रधानमन्त्रीज्यूले नै 4-5वटा मन्त्रालय बोकेर उहाँ राज्य व्यवस्था समितिमा पनि आउन सक्नुहुन्न, यहाँ पनि आउन सक्नुहुन्न। प्रधानमन्त्रीलाई प्रश्न सोधियो भन्ने हिसाबले यहाँहरूले जुवारी जुन खेलिराख्नु भएको छ यो नियम मुताबिक छैन, संसदको तपाईँको चाहिँ के अरे भावना मुताबिक हुँदैन। म यो भन्न चाहन्छु। र यो बोल्ने कुराहरूमा पनि तपाईँको चाहिँ हामीलाई अत्यन्तै सीमित पारिएको छ। यहाँ सत्ता पक्षको साथीहरूले बोलिरहनु पर्ने आवश्यक हुँदैन। त्यति सत्ताले त काम गर्ने हो, प्रतिपक्षको चाहिँ तपाईँको चाहिँ प्रश्नहरू राख्ने पर्याप्त समय पनि छैन। जहिले पनि तपाईँको चाहिँ के अरे होइन हामीलाई 1 मिनटमा सक्नुपर्ने, 2 मिनटमा सक्नुपर्ने भन्ने बाध्यता छ। र अर्को कुरा म ध्यानाकर्षण के पनि गराउन चाहन्छु भने सभामुख महोदयलाई, यो कुर्सीहरू खाली छ, आधीभन्दा धेरै कुर्सी खाली छ। यसरी तपाईँको अनुपस्थित हुने सांसदहरूलाई के कारवाही गर्नुपर्ने हो त्यो अनुसारको कारवाही गर्नुहोस्। यहाँ हामी चाहिँ आधा दिनभरि बसिराख्नुपर्ने, अरू चाहिँ नबस्दा पनि हुने भनेदेखि हामी पनि तपाईँको चाहिँ यहाँ बसिराख्न होइन उचित ठान्दिनँ। म पनि त एउटा दलको नेता हुँ, म पनि अहिले लागेँ, किनभने यो लाइन सबै खाली छ, नआउनु पर्ने नबस्नु पर्ने रहेछ। तपाईँले जे गर्नुपर्ने गर्नु होला। शुभ दिन। मान्य सदस्यहरू, अब आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयकका